होला सो तपाईहरु सबलाई टेस्टले नमस्कार। या अलिअलि धर्म सुन्ने मन छ तपाईहरुलाई? छैन जस्तो छ यसो हेर्दाखेरि त। या धर्म चाहिँ हामीले एकदम सुन्नुपर्छ है तपाईहरु। किन सुन्नुपर्छ भने अब हल्ला नगर्नुस् है, फेरि माला जप्ने माने घुमाउने नगर्नुस् है। एकदम धर्म सुन्दाखेरि चाहिँ एकदम मोहब्बत देवा भन्छ, श्रद्धा गरेर सुन्नुपर्छ है। एकदम राम्रोसँग श्रद्धा गरेर। कोही टाउकोमा टोपी लाछ भने टोपी फुहाल्नुस् है। बल्लन जावे लामरन ब्रुचे दजे चिबरो बेमे देन सोला कदेन चंबो गोने जे सोंदे कुसों तो जेंगो दो चाल दो सो होमिन शेजिंग जे फोटाना तो सुम संजे कुन जेंगो नि नासम चोकरो मनसुम तंजे बा चावे लामे सब लागोय चा सा नमो बुद्धाय नमो धर्माय नमो संघाय। होला सो अब फेरि अब 1 घण्टा जति तपाईं हामी चाहिँ यहाँ सँगै हुन्छौं है। हिजो पनि मैले भने तपाईहरुलाई सामान्यतया कि अब धर्म सुन्दाखेरि चाहिँ अलि शान्ति भएर पानीहरु नपिउने यताउता गर्ने। अब सामान्यले अब बडाबुढी कोही अलि उमेरले अब अहिलेको परिस्थितिले सामान्य रुगाखोकी रोगहरु अलि लागेकै हुन्छ, त्यसलाई अब अलि सावधानीपूर्वक गर्नुस् है। अब धर्म चाहिँ किन सुन्नुपर्छ रे भन्दा अब मलाई त खासै धर्म त्यस्तो सुनाउन आउँदैन। मैले चाहिँ गाउँघरतिर सुनेको पहिला अब बच्चा हुँदाखेरि खेलेको डुलेकोहरु कुराहरु सुनाउने मात्रै हो तपाईहरुलाई चाहिँ। अब मलाई चाहिँ धर्म सुनाउन आउँदैन। धर्म सुनाउने भनेको चाहिँ खास गरी एकदम ठुलठुलो गुरुहरु, विद्वान गुरुहरु, अब हाम्रो खेम्बो गुरुहरुले सुनाउने रहेछ। अब हामी जस्तोले के धर्म सुनाउने हैन। तर धर्म भने पनि अझै भने तापनि हाम्रो बानी व्यवहारलाई चाहिँ भनेको भनेर बुझ्नुपर्छ है तपाईहरुले चाहिँ। हामीले दिनै गर्ने दिनै सोच्ने के सोच्दै रहेछ हामीले बिहानदेखि बेलुकासम्म, त्यसलाई चाहिँ धर्म र अधर्म भनेर भनेको है। त्यसलाई गेसेम र दिक्सेम भनेर दुईटा भन्छ। धर्मको सोच र पापको सोच भनेर दुईटा भन्छ है। अनि यो चाहिँ एकदम हामीले बुझ्नुपर्छ है त। अनि धर्म चाहिँ अब म भोलि गर्छु पर्सि गर्छु अब आज फुर्सद छैन भनेर राख्नु हुँदैन है। पहिला एउटा गाउँमा मैले चाहिँ सानो हुँदाखेरि अब बाआमाले सुनाए कि अथवा कसले सुनाए मलाई सुनाएको एउटा गाउँमा चाहिँ एउटा घरमा चाहिँ अब एउटा छोरी चाहिँ अलि तरुनी रहेछ रे, आमा चाहिँ निकै बुढी रहेछ रे, अब लगभग 80 वर्ष जति पुगेको। अनि दुईजना आमा छोरी सल्लाह गरेर चाहिँ तपाईहरु फोन स्विच अफ गरेर राख्नुस् है, फोन छ भने नबजोस् है। अब फोन चाहिँ कसको छ बजिरहेको छ है, तपाईहरुले स्विच अफ गरेर राख्नु होला। अब यो फोन तपाईहरुको बजिराखेको छ, अघि माने गर्दाखेरि पनि त्यो अन गरेर राखेको छ भने तपाईहरु माने गर्न आगो हैन है, यहाँ त्यतिकै आगो भनेर बुझ्नुपर्छ। अब अघि मनी गर्दा चाहिँ साच्चै फोनहरु स्विच गरेर राखेर देव गरेर मनी गरेको छ भने तपाईहरु चाहिँ धर्म गर्न आगो, मनी गर्न आगो। अब यहाँ फोन बजाएर एकजना उता मानी गरिरहेछ, उता अर्कोले हल्लो यता उता कुरा गरे यदि गरेको छ अघि भित्र यहाँ भन्दै त्यो मान्छेले मनी गर्न आगो हैन, त्यतिकै आगो हो। घरमा काम छैन अनि अब त्यतिकै आउने हुन्छ, त्यस्तो गरेर आगो हो है। साच्चै छोइसम बार आगो चाहिँ होइन। यो तपाईँ हामीले बुझ्नुपर्छ। अनि एकदम मिग्यो अब पाप कमार बसेको हुन्छ। के हुन्छ भन्दाखेरि अर्कोले डिस्टर्ब हुन्छ त्यसले गर्दा। अर्को एकजना मान्छे साच्चै मोबा गरेर मनी गरेर बसिरहेछ भने अनि उसको घन्टी टी 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 बजेर अनि उता हल्लो हल्लो कुरा गर्दै सबैलाई डिस्टर्ब पार जान्छ यहाँ, हो कि होइन भन्नुहोस् त तपाईहरुले? सबैलाई डिस्टर्ब हुन्छ। त्यस्तो हुँदाखेरि पर्चे भन्छ त्यसलाई। पर्चे भनेको के हो भन्दाखेरि अब हामीले पर्चे भन्छ नि, विघ्न बाधा। पर्चे केलाई भनेको भन्दाखेरि कन्टिन्यू गइराखेकोलाई टक्क काट्दिएकोलाई पर्चे भनेको। हाम्रो पनि जीवन चाहिँ कन्टिन्यू चलिराखेकोलाई ठक्क बिरामी भयो भनेदेखि ओ पर्चे भयो भनेको हो, त्यसलाई भनेको। तपाईको धर्मको सोच चाहिँ कन्टिन्यू आएर उसले एकदम मोह गरेर मनी गरेर बसेको बेला अनि उसको घन्टी टुइ 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 बजेर चाहिँ यताउता के भएछ पर्चे गरिदिएको हुन्छ है त्यस्तो चाहिँ। अनि त्यस्तो मान्छेहरू चाहिँ धर्म गर्न आएको हुँदैन, त्यतिकै आएको हो। यहाँ त्यो मालासाला बोक्यो। पहिला हाम्रो माथि लपटाङ भन्ने ठाउँमा खासमा एउटा चाहिँ शेर्पा गाउँमा एकजना लामा चाहिँ रहेछ अरे, अब गाउँमा बस्ने लामा, तर हातमा यसरी सिगरेट खाएर बसेछ अरे। त्यहाँको एकजना शेर्पाले के भनेछ अरे भने जिङबलते ठ्याङा लगबलते थमा भनेर भन्दैछ अरे। अनि उसले भित्र एकदम सुनिसकेपछि ओहो मलाई होस आएर चाहिँ मैले जिन्दगीभरि सिगरेट छोडेँ भनेर भन्दैछ अरे। अब मान्छे चाहिँ बाहिर यसो हेर्दाखेरि छेवा जस्तो भएर भित्र चाहिँ छुएसम्म भएन भनेदेखि अनि यस्तो हुन्छ है। यता गर्ने उता गर्ने बिगार्ने सबलाई पर्चे गरिदिन्छ है। तपाईँले त्यो भएर मनीहरू गर्दा एकदम फोनहरू स्विच अफ गरेर गर्नु होला। आइसकेपछि हिजो पनि मैले भने
अब यहाँ सामान्य हाम्रो दिन पनि खेरो जान्छ नभए अर्काले खाएको खाना पनि कोर हुन्छ दिएको खाना पनि अनि यहाँ आएको चाहिँ छुए नभएर मिग्यो भएर जान्छ पाप भएर जान्छ त्यो भएर एकदम सबसब गर्नुपर्छ अब मैले प्रसङ्ग तपाईँहरूलाई के भन्दै थियो भने अनि त्यो गाउँको चाहिँ तपाईँ फोन स्विच अफ गरेर राख्नुहोस् है अनि ल सुन्नुभयो तपाईँ फोन अफ गरेर राख्नुहोस् है फेरि आयो भने म बाहिरै राखिदिनुहोस् तपाईँलाई है फेरि आयो भने चाहिँ तपाईँ बाहिरै बस्नुहोस् है अनि त्यो गाउँमा के भएछ भन्दाखेरि अनि त्यो आमा र छोरी चाहिँ सल्लाह गरेछ अब अर्को साल चाहिँ त अब छोरी तरुनी छ अर्काको घरमा गइहाल्छ अरूले लगिहाल्छ म बुढी आमा चाहिँ मरिहाल्छ अब मर्ने भएको हुनाले अब हामीले चाहिँ खेत बालीहरू यसपालि रोप्नु पर्दैन अब नरोपौँ जति हामीसँग छ त्यहीले हामीलाई खानु पुग्छ 1 वर्ष अनि 1 वर्षमा तिमी पनि मान्छेले लगिहाल्छ म पनि मरिहाल्छ हो अब हामी नगरौँ भन्ने अनि खेत बाली चाहिँ रोपेन रहेछ त्यो साल चाहिँ अनि अर्को वर्ष पुग्दाखेरि चाहिँ त्यो छोरी पनि मान्छेले लगेन रहेछ आमा पनि मरेन रहेछ अनि खानु त पर्यो अनि के गर्ने भन्दा गाउँघरतिर सिलो खोज्ने भन्ने हुन्छ नि अर्काको खेतबारीमा चाहिँ अर्कोले जोतिसकेर खोनिसकिसकेपछि फेरि अलिअलि पछाडि चाहिँ त्यो झुकेर खसेर बसेको र नि सिलो टिप्दै रहेछ अरे त्यस्तो हुन्छ धर्म पनि के हो भन्दाखेरि हामीले चाहिँ अब म त लामो धर्ममा चाहिँ त्यसको ठिक्कै उल्टो सोच्नुपर्छ अब हामीले के सोच्छौँ हामी त एकदम लामो समयसम्म बाँच्ने जस्तो अब कहिले धेरै बाँच्छ अब हामी त आज मर्दैन कहिले आज भरे बेलुकातिर हामी मर्छ होला भने यहाँ कसले सोचेको छैन भरे बेलुका मर्छ कि कसैले भने नम्दो भन्ने हुन्छ बेकार नराम्रो कुरा पो गर्यो भन्ने खालको सोच आउँछ हामी त किन अब चाहिँ धेरै वर्ष बाँच्छ भन्ने सोच हुन्छ नि त 60 वर्ष 80 वर्ष पुगेको मान्छेले पनि त्यस्तै सोचेर बसिरहेको हुन्छ त्यस्तो होइन हामी चाहिँ कहिले मर्छ थाहा हुँदैन अघि त्यो बोजू आमाहरूले चाहिँ त म त मर्छ सोच्यो तर हामीले चाहिँ मर्दैन सोचेर बसेको हुन्छ त्यसो हुँदाखेरि उनीहरूले चाहिँ के गर्यो भन्दाखेरि खेती नलाएपछि अनि सबैको खेती चाहिँ अब पाकेर खाने बेला चाहिँ अनि आफ्नो हात चाहिँ खाली भएर बसेको छ उनीहरूको चाहिँ तर हामीले चाहिँ के गर्नुपर्छ धर्म चाहिँ कतिखेर म मर्छ आजै मर्छ कि भरे मर्छ कि भोलि मर्छ कि 1-2 दिनमै मर्छ कि भनेर टाइम पाउने बित्तिकै अलिकति यहाँ आए पनि एकदम सम्बो गरेर मनी एकदम राम्रोसँग गर्नु होला अनि भरे नभए अब मनी पनि गरेन गेवा गरेन केही नगरेर बसेर अनि मर्ने दिन ठ्याक्कै आउँदा चाहिँ तपाईँ हामी चाहिँ त्यो आमा छोरी चाहिँ छोरी अर्काले नलगेर आमा पनि नमरेर खानेकुरा सबै सकिएर पछुताउ भएको जस्तै अनि हामीले चाहिँ अहिले चाहिँ समय भएको बेला फुर्सद भएको बेला धर्म गेवा गर्नु सकेन भने अनि मर्ने बेला चाहिँ पछुताउ हुन्छ त्यति बेला चाहिँ धेरै ढिलो भइसकेको हुन्छ है त्यो बेला पछुताउ नहुनुको लागि त्यति बेला चाहिँ आफू ढुक्क भएर मर्ने भनेको चाहिँ कस्तो हुन्छ मर्दाखेरि चाहिँ हाँसी मर्नु सक्ने भयो भनेदेखि अनि हाम्रो एकदम के भन्छ त्यसलाई पश्चाताप नभएको हो म मर्दाखेरि आजै मरेन ठिकै छ मैले यस्तो राम्रो काम गरेको छ यस्तो गेवा गरेको छ त्यो मैले गरेको पुण्य कामले मैले गरेको राम्रो कामले चाहिँ मैले अब राम्रै बाटो पाउँछ भनेर आफूलाई निश्चित भएर बस्नु सक्ने चाहिँ ढुक्क हुनुपर्ने छ है तपाईँको घर तपाईँलाई चाहिँ कसैले ऋण लिनु आउने छ भनेदेखि 1 लाख रुपियाँ ऋण लिनु आउँदैछ भनेदेखि तपाईँसँग 10-15 लाख पैसा छ भनेदेखि 1 लाख ऋण जतिखेर आए पनि हुन्छ भनेर तपाईँ ढुक्क बसिरहेको हुन्छ अब यदि तपाईँसँग पैसा छैन भनेदेखि भरे ऋण लिनु आउँछ भन्ने मान्छे भयो भने अनि एकदम तपाईँ चाहिँ डर भएर अब मान्छे आउने बित्तिकै उसँग चाहिँ अलिकति भए पनि डराउनु पर्ने अलिकति भए पनि आफूलाई अप्ठ्यारो जस्तो हुने त्यस्तो हुन्छ है अनि मर्ने बेला हामीलाई काम लाग्ने भनेर चाहिँ के हो भने एकदम छुए चाहिँ हो तपाईँ हामीले अहिले गरेर मानेपेमा गरेर राखेको छुए चाहिँ हो यहाँ तपाईँले 10वटा बिल्डिङ बनायो भने मर्ने बेला त्यो बिल्डिङ चाहिँ तपाईँसँग जाँदैन यहीँ बसेर जान्छ त्यो अरूले चाहिँ लुचाचुनी गरेर खान्छ अरूले चाहिँ झगडा गरेर खान्छ अथवा अरूले मुद्दा हालेर खाला त्यो बिल्डिङ चाहिँ तपाईँसँग जान्दैन अब हामीसँग चाहिँ के चाहिँ जाने छ भन्दाखेरि अहिले हामीले भएको गेसेम भन्छ गेउ किसेम हामीमा जुन सोच छ सेम्बेङको सोच राम्रो सोच छ त्यो सोच चाहिँ हामीसँगै जाने भएको छ है त्यो भएर त्यो चाहिँ हामीले अहिले नै बनाउनु पर्ने रहेछ त्यो गौम भनेको अनि राम्रो सोचमा बनाउने भनेर अनि राम्रो सोच चाहिँ के छ त हिजो हामीले के तपाईँहरूसँग चर्चा गऱ्यो भन्दाखेरि अब हामीले चाहिँ प्राणी हत्या गर्नु नहुने रहेछ चोरी गर्नु नहुने रहेछ अनि व्यभिचार गर्नु नहुने रहेछ यो चाहिँ हाम्रो शरीरले गर्ने 3 प्रकारको काम हो कुकर्म नराम्रो काम हो यो गर्नु नहुने रहेछ है भने यो चाहिँ त्याग्यो भनेदेखि हाम्रो मन चाहिँ सधैँ त्यसले सफा बनाएर राख्ने रहेछ है तपाईँहरूले बुझ्नुभयो चाहिँ अब त्यस पछाडि हामीले के कुरा गर्यो त अर्को भन्नुभयो जुन ठाउँमा चिकचुक घाँकिल हुने अब कहिले पनि हामीले चाहिँ झुट बोल्नु नहुने रहेछ पोल लाउनु नहुने रहेछ अनि जुन ठाउँमा छिकचुक मान्छेले नराम्रो वचन बोल्नु नहुन्छ अनि नकेल अनावश्यक कुराहरू गर्नु नहुने रहेछ भन्ने यो चाहिँ हाम्रो वचनले गर्ने चाहिँ अब 4 प्रकारको कर्म हो भने यो चाहिँ तपाईँले त्याग्ने कोसिस गर्नुपर्छ बुझ्नुभयो तपाईँहरूले अहिले राम्रोसँग बुझ्नु भएको हो मनमा राख्नुहोस् है यो चाहिँ है छे भनेको चाहिँ के हो भन्दाखेरि सुनेर अनि मनमा राखेपछि चाहिँ कस्तो हुनुपर्छ रे भन्दाखेरि धर्म सुन्ने मान्छे चाहिँ
यो भाँडो चाहिँ 3 प्रकारको हुन्छ रे भाँडो। कस्तो प्रकारको हुन्छ भने भाँडो चाहिँ एउटा भाँडो चाहिँ यसरी मुख घोप्ट्याएर राखेको छ भने अनि त्यो घोप्ट्याएर राखेको भाँडोमा चाहिँ यहाँबाट जति पानी हाले पनि अड्दैन अब, किन भाँडो घोप्ट्याएर रहेछ नि त, पानी त बाहिर हाल्छ पोखेर जान्छ अब। अनि धर्म सुन्ने मान्छे पनि त्यस्तो हुनु हुँदैन है, एउटा कानले सुन्यो अर्को कानले छोडिदिने, उसले के भनेको वास्ता छैन अनि त्यतिकै बस्यो भने चाहिँ घोप्ट्याएर राखेको भाँडो जस्तो हो, राम्रोसँगै नसुन्ने अब वास्तै नगर्ने थाहै नपाउने है, त्यस्तो हो नि घोप्ट्याएर राखेको भाँडो जस्तो। यो घोप्ट्याएर राखेको भाँडोमा चाहिँ जति पानी हाले पनि के हुन्छ यहाँ चाहिँ अड्दैन है। एउटा भाँडो चाहिँ अनि कस्तो हुन्छ भने चुने भाँडो, तलबाट चुने भाँडो हुन्छ। अब तलबाट चुने भएको भाँडोमा चाहिँ माथिबाट जति राम्रो चिज हाले पनि त्यो राम्रो चिज चाहिँ त यहाँ बस्दैन, किनभने सबै तल चुहेर जान्छ। किनभने दुधहरू हाल्यो, मही हाल्यो, दही हाल्यो, जे हाले तापनि चुने भएको भाँडोमा चाहिँ त्यहाँ अड्दैन, अब सबै तल चुहेर निसेर जान्छ। अनि मान्छे धर्म सुन्ने मान्छे पनि त्यस्तो हुनु हुँदैन है। यहाँ सुन्यो फेरि यहाँ सुनिसकेपछि अब के हो के भरे एकैछिनमा यहाँ तल झर्दाखेरि सब बिर्सिसकेको हुन्छ। अब त्यस्तो भयो भने त्यो चुने भाँडोमा हालेको जस्तो है, अब हामीलाई चुने भाँडोमा राम्रो कुरा हालिदिएको जस्तो। अनि मान्छे चाहिँ कस्तो हुनुपर्छ नि, भाँडो पनि मुखमाथि फर्केको, तल चुने पनि नभएको, ठिक्क त्यस्तो भाँडोमा चाहिँ जति राम्रो सामान हाले पनि एकदम ठ्याक्कै त्यो भित्र अडेर बस्छ है। दुध हाले पनि, दही हाले पनि, मही हाले पनि, जे हाले पनि धर्म सुन्ने मान्छे भने चाहिँ त्यस्तो भएर बस्नुपर्छ है, एकदम राम्रोसँग त्यसरी भएर बस्नुपर्छ। अब यदि त्यो भएन भने हामीले चाहिँ अनि अब सुन्ने चाहिँ नि चराचुरुङ्गी पशु पक्षी जसले पनि सुन्छ है, जे कुरा गरे पनि उसले कानले त अब जानवरलाई पनि हामीले हारा हु गरे आवाज दियो भने उसले पनि सुन्छ नि, आवाज त सुन्छ र उनीहरूले आवाज सुनेको जस्तो हामी मान्छेले भन्छ के भनिरहेको छ यो कुरा के रहेछ भने त्यसलाई यसो राम्रोसँग थाहा पाउने कोसिस गर्नुपर्छ है। अनि थाहा पाइसकेपछि अनि के एउटा पालना गर्नुपर्ने भन्ने हुन्छ। अनि एउटा नराम्रो काम चाहिँ त्याग्नुपर्ने है, राम्रो काम चाहिँ पालना गर्नुपर्ने, नराम्रो काम चाहिँ त्याग्नुपर्ने, छोड्नुपर्ने। अब यति तपाईँ धेरै जस्तो सबै त सबै नहोला त हाम्रो हिमालयन क्षेत्रको मान्छेहरूले आज धेरै जस्तो धर्म गर्नुपर्ने हुन्छ। अहिले मनी गर्नुपर्ने, जहाँ गयो छोटदेनतिर गए पनि कोरा गर्नुपर्ने, स्याप्पा गर्नुपर्ने, ढोग्नुपर्ने हामीमा धेरै छ। त्यो हुनुको कारण के हो भन्दाखेरि यहाँ भएको धेरै जस्तो मान्छेले माथि लेकमा कहीँ न कहीँ चौरीगोडहरू पालेरै बसेको हुन्छ। त्यो चौरीगोड पालेको मान्छेहरूले चाहिँ थुप्रै बाछाहरू मारेको हुन्छ एउटा वर्षमा चाहिँ। त्यो बाछा मार्दाखेरि त्यो आमा, मैले मेरो आफ्नो आँखाले देखेको, बाछा चाहिँ मारिसकेपछि त्यो आमा चाहिँ यस्तो आउँछ भरे बेलुका, त्यो आइसकेपछि त्यो बाछाको छाला त्यो के भन्छ मुर्दाहरू चाहिँ यस्तो उचालेर हेर्छ, यो बच्चा चाहिँ मरिसकेको हुन्छ। अनि उसलाई चाहिँ त्यो बच्चाको आमाको मनमा आफ्नो बच्चालाई जति माया हुन्छ त्यति माया हुन्छ त्यो पशुलाई पनि, त्यसलाई त्यति माया नभइदिएको भए चाहिँ त्यो चराको बच्चाले चाहिँ चराको गुँडमा चाहिँ यस्तो खानेकुरा ल्याएर उसले मुखमा हालिदिँदैन, किन उसलाई धेरै माया हुन्छ। अनि त्यो चौरीगोडमा चाहिँ बाछा मारेपछि त्यो कोही त त्यो आमा यस्तो कराएर चाहिँ एकदम त्यो नाकले यस्तोरी उचाल्छ यो बच्चा उड्छ कि भनेर। अनि त्यति बेला कुनै कुनै पशुको चाहिँ आँसु आउँछ, दूर दूर आँखाबाट आँसु निस्केर आउँछ त्यो बच्चा मरेको देख्दाखेरि। यो तपाईँहरूले पनि देख्यो होला। त्यसो हुँदाखेरि अहिले हामीले चाहिँ यदि हामीले पनि चौरीगोड पालेको छ, त्यस्तो कर्म गरेको छ भने त्यसलाई सम्झेर हो अब मैले धेरै जीवनमा चाहिँ कुकर्म गरेछ, तपाईँले त्यो कमाएको पैसा त कहाँ गयो छ कि छैन, हामीले खाइसकेको कुरो त कता गयो, तर त्यो गरेको कर्म चाहिँ अहिले हामीसँगै छ, हामी सँगसँगै छ। ले भनेको कस्तो हुन्छ भने ले हाम्रो छाया जस्तो भन्छ, अहिले घाममा हाम्रो जहाँ जहाँ गयो छाया हामी सँगसँगै जान्छ, कसैले दिन्न। अनि त्यसको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि कि चाहिँ आफूले भोग्नुपर्छ भन्छ, कि चाहिँ स्याप्प गर्नुपर्छ। अब कि तपाईँले भोग्छ, अब त्यो पाप गरेको कर्मले तपाईँलाई पनि मान्छेले मारेको हुन्छ, कुनै न कुनै दिन तपाईँलाई पनि दुःख दिएको हुन्छ। पहिला एउटा कहानी छ, कहानी होइन छुएको कहानी है यो भनेको चाहिँ तपाईँलाई कथा जस्तो सुनाएको होइन। छुएको कहानी के छ भन्दाखेरि एकजना मान्छेले पहिला चाहिँ एउटा बोका चाहिँ अब मार्नुलाई चाहिँ ठिक्क पारेर आएर मार्नु खोज्दाखेरि, अहिले जस्तो होइन धेरै सत्यजुगको जमानामा चाहिँ, अनि त्यो बोका चाहिँ मार्दाखेरि चाहिँ उसले त्यो मार्ने मान्छेको मुखमा हेरेर चाहिँ एकचोटि हेरेर चाहिँ हाँसेछ, अर्कोचोटि हेरेर चाहिँ रुएछ त्यो चाहिँ। अनि त्यो मार्ने मान्छे चाहिँ छक्कै पऱ्यो, अब किन यो अघि चाहिँ हाँस्यो अहिले चाहिँ रुयो। उसलाई सोधेछ तिमी किन अघि हाँसेको किन रुएको भन्दाखेरि ढोग्नु पर्दैन आमा उता गएर बस्नु, ढोग्नु पर्दैन तर ढोग्नु पर्दैन उता बस्नुहोस्। अनि रुएको भन्दाखेरि उसले किन के भनेछ त्यो बोकाले चाहिँ भन्दाखेरि एक जमानामा म पनि तिमी जस्तै यसरी पशु मार्ने खालको मान्छे थियो, तर मैले एउटा बोका मारेको हुनाले चाहिँ मैले 500 चोटि चाहिँ म काट्नु पर्यो। अब यसो गरेर बोकाको रूपमा जन्मेर म 500 चोटि काट्नु पर्यो। काट्नु पर्नेमा 479 चोटि चाहिँ म काटिसक्यो। अब आज अन्तिम चोटि काटिँदैछ, म 500 पटक पुग्छ अब आज काटेपछि। त्यो भएर म चाहिँ हाँसेको, अब म अन्तिम चोटि काट्नु पर्दैछ त्यो भएर म हाँसेको। तर अब चाहिँ तिमी चाहिँ फेरि म जस्तै 500 पटक काटिनुपर्छ। अब त्यो भएर म रुएको, तिमीलाई एकदम दया लागेर तिमी माथि चाहिँ दया लागेर रुएको भन्छ। त्यसो हुँदाखेरि निगे हो भन्ने कुकर्म गरेको चाहिँ हाम्रोले अहिले चाहिँ यहाँ देख्दैन।
तर आफू सँगसँगै बसिराखेको हुन्छ। त्यो भएर छोडदेनतिर पुग्दाखेरि एकदम मनीहरू गरेर आफूले गरेको तिनीहरूलाई सम्झेर, बत्ती भनेको तपाईँले हजारौँ सयौँ बाल्नुपर्छ भने छैन, एउटा दुईवटा तिनवटा त्यो आफूले मार्नु लगाएको त्यो सेमसिनहरूको नाममा आफ्नो बाआमाहरू मुख्य गरेर यिनीहरू सबैले चाहिँ अब राम्रो ठाउँ प्राप्त होस्, उनीहरूले मैले गरेको यो पापहरू सबै अब सफा होस् भनेर सक्प गर्नुपर्छ है तपाईँहरूले। त्यहाँ गएर चाहिँ यसो सक्प गऱ्यो भने अनि कुकरमा पापको चाहिँ गुण चाहिँ के हो भन्दाखेरि सक्प गरेपछि समाप्त हुन्छ। जस्तो लुगामा चाहिँ फोहोर मैलो लाग्छ, धोएर सफा हुन्छ लुगा चाहिँ, जति फोहोर मैलो लागे पनि धोएर सफा हुने जस्तै तपाईँ हामीले गरेको पाप चाहिँ अनि छोडदेनतिर पुग्दाखेरि, गुम्बातिर पुग्दाखेरि यहाँ तल भरे मनीको 2 रुपियाँ जति 5 रुपियाँ सालतिर दिए तापनि तिनीहरूको नाममा दिनुहोस् है, मलाई राम्रो होस्, म एकदम राम्रो होस् भनेर कहिले नदिनु होला। आफूले गरेको कुकर्महरू अरूको लागि राम्रो होस् भनेर दिनु होला। अरूको लागि राम्रो होस् भनेर दिएको चाहिँ अनि सबै आफ्नो लागि बार जानेछ। पहिला ठुलो ठुलो लामाहरूले पनि के भन्नुभएको छ भने हामीले हाम्रो लागि भनेर साँचेको चाहिँ हाम्रो हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन, किनभने हामी मरेर जाँदा त्यो लिएर जाँदैन। तर हामीले जे अरूको लागि भनेर दिएको हुन्छ त्यो चाहिँ हाम्रो हुन्छ भनेर भनेको छ है। त्यसो हुँदाखेरि सबै यिनीहरूलाई सम्झेर चाहिँ अनि तपाईँहरूले त्यस्तो खालको कर्म चाहिँ हामीले गर्नुपर्ने छ। अनि आफूले हामीले यसरी प्राणीहरूको हत्या गरेको छ भने हामीले त्यस्तै हुनेछ। अनि आफूले अर्काको चोरी गरेको छ भने अनि त्यो हाम्रो सामानहरू अहिले अर्काले चोरी दिने, तपाईँले जित्दैनमा यसो हेर्नु होला है। कोही मान्छेले केही सामान्य अलिअलि व्यापारहरू गरे पनि ऊ चाहिँ राम्रो भएर जान्छ, किनभने उसले यो जन्ममा एकदम बाठो भएर होइन, एकदम चलाक भएर होइन, पूर्व जन्मको उसकोले आफूले राम्रो कर्म साँचेकोले जे गर्दा पनि अहिले चाहिँ राम्रो भएर जान्छ। कसैले 10 ठाउँमा कुदे पनि राम्रो हुँदैन, किनभने उसले नै त्यस्तो साँचेको छैन, आफूले कर्म नै त्यस्तो गरेर ल्याएर आएको छैन। र ऊ चाहना चाहिँ के राख्छ अहिले भन्दाखेरि म धनी हुनु पर्यो, म राम्रो हुनु पर्यो, मलाई पद पाउनु पर्यो, मलाई अर्कोले सम्मान गरोस् भन्ने ठान्छ। तर त्यो हुँदैन। किन हुँदैन भन्दाखेरि उसले चाहिँ त्यस्तो कर्म गरेको छैन। अब पहिला अरूको चोरी गरेको छ, पहिला हत्या गरेको छ, अरूको सामानहरू लुटेको छ नि, आफ्नो सामान अहिले हराउने, आफ्नो सामान लुटेर लाने, त्यो आफूले भोगेको हो। त्यो चाहिँ ले के भएको भन्दाखेरि आफूले भोगेको है आफूले गरेको कर्म चाहिँ। त्यसो भने यहाँ बस्दाखेरि मनी गर्दाखेरि तपाईँले अहिले मैले अरूलाई डिस्टर्ब नगर्नु भने तपाईँले एकदम मिगेवा साक्षी गरेर बस्छ। फोन तपाईँको बजेर एकजनाले आउँ भने पेमा हुँ गरेर बसिरहेको तपाईँको फोन टुइ 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 बज्यो, सबै हलमा हल्ला गरिदियो भने के हुने रहेछ अनि एकदम पर्चे भएर चाहिँ मिगेवा साक्षी गरेर बसेको हुन्छ है। ल सो त्यो भएर अब हामीले वचनले गर्ने चाहिँ के भयो त, अब जुन ठाउँमा चेकचुक नगेल भने 4 प्रकारको कुकर्म हामीले अनि मनले गर्ने के हुन्छ, नप्सेम नोइसम लोक्ता भनेर आइन्छ। नप्सेम भनेको चाहिँ के छ त भन्दा मान्छेको धन सम्पत्ति सबै आफ्नो बनाउनु खोज्ने, लोभ चित्त उत्पन्न हुने, हाम्रो मनमा उत्पन्न हुने चिजहरू यो चाहिँ। अनि के छ त अर्को नोइसम भनेको अरूलाई एकदम हानि गर्नु खोज्ने। अब अनि लोक्ता भनेको चाहिँ के हो भने ओ धर्म छैन, धर्म गरेर केही फल पाउँदैन, कुकर नराम्रो काम गरेर पनि मलाई त्यसले चाहिँ केही मलाई नराम्रो हुँदैन, मैले पुण्य जति गरे तापनि त्यसले मलाई लाभ हुँदैन। त्यसको चाहिँ पहिला सानसानोतिर हामीले सुनेको कोही मान्छे त्यस्तो हुन्छ कि धर्म गरेर कसले देखेको छ र, धर्म मान्छे मरेर नर्कमा गएको कसले देखेको छ, यस्तो भन्नेहरू तपाईँ हामी हुनसक्छ। हो त्यस्तोलाई भनेको है लोक्ता भनेर चाहिँ। अनि यो चाहिँ हामीले ठ्याक्कै हामीले छोड्नु सक्नुपर्छ जीवनमा। अघि यो 10वटा कर्म चाहिँ अनि हामीले एकदम राम्रोसँग गर्नु सक्यो तपाईँ हामी सबैले भनेदेखि अनि त्यसलाई चाहिँ नङ्बा भनेको है भगवान् बुद्धले देखाउनु भएको बाटोमा हामी चाहिँ हिँड्ने भएको, नभए चाहिँ भगवान् बुद्धले देखाएको बाटोमा हिँड्ने होइन। अनि छुए गर्दाखेरि चाहिँ फेरि कस्तो हुने रहेछ भने एकदमै राम्रो, अब मन चाहिँ शुद्ध, मन सफा हुनुपर्ने। छुएको सार भनेको के हो भन्दाखेरि जे जति भन्यो नि यो 10वटा कुरा चाहिँ भगवान् बुद्धले चाहिँ जति 45 वर्षसम्म दिनुभएको उपदेश चाहिँ एउटा श्लोकमा भनेर जानुभएको छ है। के भनेको छ त्यो चाहिँ भन्दाखेरि यो अहिले मिग्यो चु भन्छ, यो सबै त्यागेको सार चाहिँ के हो भन्दाखेरि दिग्पछि मिजासिङ घेवा फुल्सुम सोपर्छे रङ्गिसन योङ सुदुल दिने सङ्गीतम भइन् भने यतिमा समेटेको छ है। यो चाहिँ तपाईँले एकदम सम्झिनुपर्छ। अब दिग्पछि मिजासिङ भनेको चाहिँ के हो भने अब हामी नाङ्बा साङ्गेको जेन्जुक भगवान् बुद्धको अनुयायी हामी चाहिँ, मैले चाहिँ के भनेको थिएँ अनुयायी भने थाहा पाउनुभयो तपाईँहरूले, जेजुक भनेको चाहिँ जेसु जुग भनेको चाहिँ उहाँको पछाडि हिँड्ने, भगवान् बुद्धको पछाडि हिँड्ने अनुयायी। पछाडि हिँड्ने भनेर फेरि के भने भगवान् बुद्ध जता जता गयो त्यता त्यता होइन है भनेको थिएँ मैले। के भने चाहिँ भगवान् बुद्धले हामीलाई जुन जुन बाटो देखाउनु भयो त्यो बाटोमा हिँड्ने। अनि उहाँले देखाउनु भएको बाटो चाहिँ के हो भन्दाखेरि सबैभन्दा सारमा कन्जुरको सार, तिङ्जुरको सार, सार भनेको बुझ्नुभयो एकदम कन्जुरभित्र धेरै कुरा भने तापनि जस्तो तपाईँले चाहिँ दहीहरू पार्ने भने अब तपाईँले धेरै त देखेको छैन होला, सबैले अथवा देखेको पनि होला, दहीहरू चाहिँ धेरै हुन्छ पार्ने चाहिँ, अब ठुल्ठुलो भाँडोमा पारेको हुन्छ। तर घिउ चाहिँ यत्रो आउँछ त्यसको, दुधहरू चाहिँ तपाईँले धेरै पारे पनि यत्रो आउँछ, त्यो चाहिँ त्यसको सार हो है त्यसको चाहिँ। अनि त्यस्तै कन्जुर चाहिँ धेरै हुन्छ। अब कन्जुर चाहिँ 103 ठेली 108 ठेली अब अलग अलग छाप्ने हिसाबले धेरै हुन्छ है। तेन्जुर भने 225 जस्तो अब धेरै धेरै जहाँ जहाँबाट छापेको छ त्यो अनुसार धेरै ठेली हुन्छ।
तर त्यसको सार चाहिँ के हो भन्दाखेरि त्यो धेरै दही पारेर निकालेको घिउ जस्तो चाहिँ अनि दिक्पची अनि मिजासिङ गेवा फुन्सुम सोपर्छ रङ्गिसम न्युङ सुदो दिन सङ्गीतम भइनु यो तीनटामा चाहिँ समेटेको छ सब चाहिँ यति चाहिँ बुझ्नुपर्छ है तपाईँहरूले अनि कन्जुर बुझ्नु पर्दैन तपाईँहरूले यति बुझेर राख्यो भने हुन्छ के हुन्छ दिक्पची अनि मिजासिङ भन्यो हो सबै प्रकारको पाप कर्म चाहिँ नगर्ने म नराम्रो काम चाहिँ नगर्ने भन्यो त्यो नराम्रो काम चाहिँ के हो त भन्दाखेरि अघि मैले उता माथि मिगे अच्चु हिजो र आजमा जुन गनाइदियो नि हो त्यो मिगे अच्चु चाहिँ हो दिक्पची अनि मिजासिङ भन्यो हो अब म जीवनमा चाहिँ कुनै पनि पाप चाहिँ नगर्ने है भन्ने चाहिँ दिक्पची अनि मिजासिङ गेवा फुन्चुम सोपर चाहिँ सबै प्रकारको राम्रो काम चाहिँ म गर्ने अब मिगेवामा के पर्यो त सोक्छेबामा जिम्बालेम्बा अब लोकहेम जुन ठाउँमा चाहिँ जुन गेला नप्सम नैसम लोकता भने यो 10वटा चाहिँ सबै अब मिगेवामा पर्यो यो सबै त्यागेर सबैको हित गर्ने सानसानो मैले हिजो तपाईँलाई हिजो हो कि तपाईँलाई मैले कहाँ बेलुका उता प्रवचन गर्ने ठाउँमा भनेको थिएँ मान्छे कस्तो हुन्छ भनेदेखि जस्तो तपाईँको चाहिँ कसै सौताको बच्चाहरू छ भनेदेखि आफ्नो बच्चालाई चाहिँ मिठो खुवाउने अरूको बच्चालाई चाहिँ नमिठो खुवाउने बासी खुवाउने घरमा नोकरहरू राखेको छ भने उसलाई चाहिँ अलिक बढी उब्रेकोहरू दिने चिसोहरू दिने खानाहरू भए पनि बासी भएको दिने आफ्नो बच्चालाई चाहिँ राम्रो खुवाउने यो सबै मिगेवाभित्र पर्छ यो किनभने तपाईँमा चाहिँ कुविचार छ यो मेरो भन्ने त्यो अर्कोलाई चाहिँ नराम्रो गर्ने आफ्नोलाई चाहिँ राम्रो गर्ने यिनीहरू कहिले जस्तो तपाईँलाई हामीले पनि अब आफ्नो मान्छेलाई चाहिँ एकदम राम्रो गर्दै लाग्यो अरूलाई चाहिँ नराम्रो गर्यो भने सबै कुकर्मभित्र पर्छ मिगेवाभित्र पर्छ हो दुईजना सँगै छ भने बराबर खानिदियो भने हो त्यसलाई चाहिँ अनि गेवा भनेर त्यस्तो यस्तोलाई सम्झिनुपर्छ है हामीले चाहिँ बानी भनेको त्यसरी सुधार्दै 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 लानुपर्छ जस्तो यहाँबाट बाटोमा यसो हिँड्दै जाँदाखेरि केही राम्रो चिज बाटोमा खसेको देख्यो भने आफूलाई काम लाग्ने छ भने अर्काले कसको हो कसको हो टपक्कै टिपेर लाग्यो भने लोभचित्त जागिहाल्यो हामीलाई चाहिँ त्यसलाई चाहिँ नप्सेम भनेको हो त्यहाँ देखिहाल्यो अब हामीलाई लोभचित्त जागिहाल्यो है त्यो हो या कसको होला बिचरा यो खसेको मान्छे चाहिँ एकदम तडपिराखेको होला मान्छेले चाहिँ कस्तो यो हराएर यो दुखी होला कसको होला भनेर उसलाई दया चित्त जाग्यो भने करुणाको चित्त जाग्यो भने गेवैसँग त्यहाँ भइहाल्छ अब यो हरेक कदममा हाम्रो चाहिँ गेउको सेम हुने रहेछ है त्यो भएर दिक्पछि मिसाइ गेवा फुन्चुम सोपर्छ रङ्गी सेमले योङ्सु दुल भनेको नङ्बा साङ्गेको भगवान् बुद्धले देखाउनु भएको सबैको मार्ग चाहिँ के हो भन्दाखेरि आफ्नो मन चाहिँ बनाउने भन्ने चाहिँ आफ्नो मन चाहिँ सफा राख्ने जहिले पनि हिजो तपाईँहरूलाई मैले भनेको थिएँ नि त मन चाहिँ के बनाउने भन्दा एकदम सफा बनाएर लुगाहरू पनि धोएर एकदम चिटिक्क सफा भएर राखेको जस्तो मन चाहिँ एकदम सफा कहिल्यै पनि अरूको नराम्रो नसोच्ने सधैँ भलो सोच्ने भने त्यस्तो मान्छेलाई चाहिँ अनि बुद्धको अनुयायी अथवा त्यो बुद्धै भइसक्यो पनि हुनसक्छ है बोधिसत्व छेउचु सेम्बा भनेको त्यस्तो मान्छेलाई भनेको अब छेउचु सेम्बा भनेको चाहिँ कस्तोलाई भन्यो भन्दा सबैको राम्रो होस् सबैको भलो होस् सबै कसैले पनि दुःख नपाओस् कसैले पनि चाहिँ नराम्रो देख्नु नपरोस् संसारमा सधैँ सबैले राम्रो होस् भन्ने भावना गरेर राख्यो भने जस्तो तपाईँहरूले चाहिँ अब हिजो मैले युक्रेनको युद्धको रसिया र युद्धको विषयमा त्यहाँ मान्छेहरू मरेको देख्दाखेरि अब हामी चाहिँ चौचुसेम्बा होइन र त्यो मान्छेहरू मरेको देख्यो भने हामीलाई चाहिँ हो निङ्जे भन्ने भाव नआउने आँखामा आँसुहरू नआउने हामीलाई चाहिँ किनभने त्यसले कति दुःख पाइराखेको छ होला भन्ने सोच नआउने त्यो भएको हुनाले हामी चाहिँ चौचुसेम्बा होइन साँच्चीकै छेउचुसेम्बा हो भने त्यस्तोहरू देख्दाखेरि चाहिँ एकदम रुने भएको छ पहिला एकजना अहिले वाराणसीमा थोरेम लोक्टा भन्ने छ त्यहाँको एकजना प्रोफेसर डाक्टर अङ्चु नेगी भन्ने छ उहाँले चाहिँ हाम्रो एकजना साथी लामालाई के भन्नु भएको छ भने पहिला चाहिँ हाम्रो खुनु लामा भन्ने चाहिँ एकदम विद्वान लामा हुनुहुन्छ है खुनु लामा उहाँले चाहिँ लामाले माथिबाट प्रवचन गर्दा पनि लामा पनि रुँदै रुँदै प्रवचन गर्ने उहाँले धर्म सम्झेर एकदम रुएर प्रवचन गर्ने उहाँलाई आँसु आउँछ धर्म सुन्दाखेरि अनि तल सुन्ने मान्छेहरू पनि के गर्ने भन्दाखेरि एकदम रुँदै रुँदै सुन्ने अब छेउमा निसे त्यो एकदम देव श्रद्धा पलाएर है अनि अहिले चाहिँ के भयो भन्दाखेरि धर्म सुनाउने मान्छे पनि हाँसी हाँसी सुनाउने अब जस्तो हामीले चाहिँ संसारलाई दुःखको विषयमा सुनाइराखेको हुन्छ हाँसी हाँसी सुनाउने अब हाँसी हाँसी गफ गरेको जस्तो हामी त हाँस्ने सुन्ने मान्छे पनि हाँसी हाँसी सुन्ने भने चाहिँ हामी चाहिँ यस्तो जमानामा आइसक्यो अब किनभने लामामा त्यस्तो सोच छैन लामाले पनि संसारलाई दुःख देखेको छैन सुन्नेले पनि दुःख देखेको छैन अनि हामी त्यसो समय बिताउन आएको जस्तो मात्रै हो यहाँ आएर 1 घन्टा मैले पनि तपाईँहरूसँग अब 1 घन्टा भनिहाल्नु भयो उहाँहरूले यो भन्नुपर्छ त्यतिकै ल ठिकै छ भने साँच्चीकै सिचुएसनभित्रबाट पलाएर चाहिँ हो तपाईँहरूलाई काम लाग्छ कि अलिकति भए पनि काम लाग्छ कि भन्ने सोच हाम्रोमा सोच आफ्नो आफ्नो हिसाबले हुनुपर्छ है मैले के सोच्ने भनेर तपाईँहरूले कसरी सुन्ने भनेर चाहिँ हाम्रो त्यस्तो हुनुपर्ने भएको छ त्यसमा अहिले हामीमा चाहिँ त्यो नभएको हुनाले नि उहाँले भन्दै थियो अरे अब हामी माथि हामी प्रवचन गर्ने मान्छेले नि हाँसेर गर्ने तल सुन्ने मान्छे पनि हाँसी हाँसी सुन्ने किन हामीले धर्मको रसहरू अहिले चाहिँ देखेको नदेखेको हुनुहुन्छ है त्यसो हुँदा तपाईँ आमाहरूले चाहिँ अब यो 10 दिन जति पनि यहाँ मनी गर्छ
यो 10 दिन मनीको भित्र चाहिँ अब दिन हिजोको दिन बितिसकेको त सकिसक्यो, अब आउने दिन चाहिँ खेरो नफाल्नुहोस् है तपाईँहरूले चाहिँ खेरो नफालिकन यो अब बाँकी 4-5 दिनको दिन छ, यति दिनमा चाहिँ म एकदमै राम्रोसँग अलिकति भए पनि यहाँबाट निसेर जाँदाखेरि चाहिँ गेउँ कि लो भन्छ, धर्मको सोच चाहिँ अलिकति बोकेर जानु पर्यो। यसो जाँदा जाँदै बाटोमा यसो हिँड्दा हिँड्दै उमाने प्रेमी हुँ, सानो किरा मरेको देख्यो भने उमाने प्रेमी हुँ भनेर यस्तो सोचहरू आउन सक्यो भने अनि आफैमा अलिकति गाउँगम्सी गर्ने भने फेरि अहङ्कार उत्पन्न नहुने है। तपाईँलाई अहङ्कार गर्नु हुँदैन है, अहङ्कार भने थाहा भयो नाकेल गर्नु हुँदैन फेरि। ल म त हिजो मैले तपाईँलाई भनेको थिएँ, अब तपाईँ यहाँ मनी गरेर यसो गरेर आउँदाखेरि चाहिँ अब अरूले चाहिँ देख्दाखेरि ओ यो चाहिँ एकदम मनी गरेर बसिराखेको छ, हामी चाहिँ मनी गर्नु जाने, अर्को मनी नगर्नु जान्छ, ओ मनी पनि गर्दैन केही गर्दैन त्यसले चाहिँ धर्म पनि गर्दैन भन्ने खालको सोचहरू आउने होइन है तपाईँ हामीमा चाहिँ। हो एकदम पहिला यो नाकेल आइसकेपछि सबै तपाईँले चाहिँ वर्षौँ कमाएको जेवा भए पनि एकैचोटि तपाईँमा नाकेल आउने बित्तिकै सबै नाश भएर जाने रहेछ। तपाईँलाई मैले एउटा कहानी सुनाएको थियो, एउटा बोका काट्यो, यस्तै पहिला एकदम घटेको घटनाहरू हो यिनीहरू चाहिँ। अब लामा ठुल्ठुलो गुरुहरूले हामीलाई सुनाएर राख्थ्यो, उनीहरूले यो तपाईँहरूलाई काम लाग्न सक्छ होला, मैले पनि तपाईँहरूलाई सुनाएर राखेको हुन्छु। एकजना लामा पहिला यसो माथि भिरको कुनामा चाहिँ वर्षौँ वर्ष ध्यान गरेर छममा बसेको भएको छ, एकदम छम बसेर। अब लामा चाहिँ अब यो छम बसिसकेपछि मोन्छेङ भन्छ, 5 प्रकारको अभिज्ञा भन्ने 5वटा कुरा, अरूको चित्तहरू देख्नु सक्ने, अरूको चित्त जान्नु सक्ने त्यस्तो भार हुन्छ है। अब छम गरेर गोम गरेर राम्रो भइसकेपछि यिनीहरू एकदम सिने राम्रो भएर चित्त एकाग्र भएर आइसकेपछि अनि यो चाहिँ के भन्छ उसलाई चाहिँ अरूको चित्त जान्नु सक्ने शक्ति भएको छ। अनि एक दिन सधैँ त्यहाँ अगाडि भेडा काटेर बस्ने मान्छे भएको छ एकजना, सेम्बा भन्छ नि हामीले चाहिँ, अब मासु भेडा काट्ने चाहिँ अब अहिले कसाई भन्छ कि कसाई। अनि उसले त्यहाँ भेडा काटेर बस्दाखेरि एक दिन चाहिँ त्यो भेडाले चाहिँ त्यो मान्छे चाहिँ त्यहाँ काट्नु आएर भेडा चाहिँ के सामान एउटा बिर्सेर खुकुरी चाहिँ त्यो भेडाको छेउमा राखेर अनि त्यो मान्छे चाहिँ सामान लिनुले भित्र गएको छ। भित्र जाँदाखेरि त्यो भेडाले चाहिँ त्यो मान्छे फर्केर आउँदा चाहिँ त्यो खुकुरी भेटेन रहेछ, उसले खुकुरी हराएको छ त्यहाँ। अनि हराउँदाखेरि यो खुकुरी कहाँ रहेछ भनेर मरिमरि खोज्दाखेरि कहीँ भेटेन। अनि नभेटिसकेपछि उसले भेडा उठाउँदाखेरि भेडाले चाहिँ अब त्यो खुकुरी चाहिँ त्यहाँ मुनि लुकाएर त्यो माथि सुत्दैछ अरे। उसले के सोच्यो भन्दा अब यो खुकुरीले म मार्छ भनेर पशुलाई चाहिँ त्यस्तो सोच आयो। अब एकदम भित्र शोक भनेको चाहिँ आफ्नो नर्कको प्राणीलाई बाहेक सबै प्राणी डुवा रिक्टुक भन्छ हाम्रो, तपाईँले सुन्नुभयो होला, जस्तै खेम्बोलाहरूले पनि सुनाउनु होला। डुवा रिक्टुक भनेको चाहिँ अब तलबर गर्नु न्यालुवा हिदक धुटे अनि मि लामा इन ला भन्छ है। हाम्रो संसार चाहिँ कतिवटा छ भने 6वटा संसार छ मान्छे जाने ठाउँ चाहिँ है। अहिले देश त थुप्रै छ नि त, तर हाम्रो सबै प्राणीले जाने देश चाहिँ कतिवटा छ भने 6वटा छ भन्छ। त्यो 6वटा के छ, तलबर भने नर्क छ, प्रेत छ, अनि पशु छ। पशु भने चाहिँ हामीले देखेको अहिले गाई भैँसी भेडा बाख्राहरू सबै पशुभित्र पर्छ। अब अरू प्रेत त हामीले देखेको हुँदैन, नर्क देखेको हुँदैन। अनि माथि चाहिँ के हुन्छ भन्दाखेरि हामी मान्छे छ, अनि असुर भन्छ, मान्छे पनि होइन देवता पनि होइन। अनि एउटा चाहिँ देवलोकबाट 6वटा लोक हुन्छ जम्मा यो संसारको प्राणी जति अथवा यो संसारमा 6वटा लोक मात्रै हुन्छ, 6वटा गति भन्छ त्यसलाई, 6वटा जाने ठाउँ। गति भनेको हामी जाने ठाउँ। त्यसो हुँदाखेरि अनि त्यो भेडा उसले चाहिँ त्यो के भन्छ भेडाले चाहिँ अब आफू मार्ने हो, यो कुकुरले मलाई मार्छ भनेर अब आफू बाँधेर राखेको छ, केही गर्नु नसक्छ। त्यति चाहिँ लुगायो उसले, अब त्यो क्षमता देखेर अनि त्यो माथि लुगाएर सुतेको देखेपछि त्यो मार्ने मान्छेलाई चाहिँ एकदमै अब दया जागेछ। अब उसले चाहिँ एकदम दुःख लाग्यो उसलाई चाहिँ, ओहो यो भेडा पशुलाई त यति बुद्धि छ, कमसेकम योले चाहिँ म मार्छ भने यति डराउँछ भनेदेखि म मान्छेको जन्म भएर मैले यति थाहा नपाउने, सधैँ मैले यसरी पशु मार्यो, बडो धेरै दुःख भयो भनेर उनले चाहिँ अनि त्यो खुकुरी त्यहीँ छोडेर भेडा चाहिँ फुगाएर छोडिदिएर तल्लोपट्टि भिरमा गएर चाहिँ सट्टै फल हानेर उसले चाहिँ मरेछ। अब उनले चाहिँ फल हान्यो। अब अनि फल हान्दाखेरि के भयो त्यो मान्छे चाहिँ भन्दाखेरि एकदम ग्योपा आएको हुनाले, अघि तपाईँलाई मैले यो सशरीर चाहिँ ऊ चाहिँ अब देवचिङको सिङ्खमा पुग्यो भने स्वर्गमा पुग्यो भने चाहिँ उनी त्यहाँबाट स्वर्ग तरेछ। ऊ चाहिँ यो जिउै तल खसेको मान्छे उडेर चाहिँ स्वर्गमा पुग्यो। अनि त्यो पुगेको चाहिँ लामाले देखेछ। लामा चाहिँ वंशे छ, अब उसले चाहिँ अब वंशे भएको मान्छे भने अभिज्ञा भएको मान्छे चाहिँ तपाईँले के सोच्छ सब देख्ने हुने भएको छ। अब हामीले त देख्दैन, अब ऊ हाँसेको मात्रै चेहरा हाँस्यो भने मात्रै देख्छ, रुयो भने यही देख्ने भयो नि त, अब हामीले चाहिँ देख्दैन। तर अब वंशे भइसकेको मान्छेले टचुम्बाहरूले चाहिँ अब बोधिसत्व छङ्जुसेम्बाहरूले चाहिँ त्यो पनि सत्वपी छङ्जुसेम्बा भन्छ है, के अरे बोधि भूमि प्राप्त गरेको प्राणीहरूले चाहिँ मान्छेले के सोच्छ सबै देख्ने हुने रहेछ। त्यो देख्दाखेरि चाहिँ अनि त्यो लामाले चाहिँ त्यो मान्छे चाहिँ बाख्रा भेडा काट्ने मान्छे चाहिँ फल हान्दाखेरि सशरीर चाहिँ उडेर स्वर्गमा पुगेको देखिसकेपछि त्यो लामाले के सोचेछ भने यो सधैँ यत्रो भेडा काट्ने मान्छे त स्वर्गमा यसरी पुग्छ भनेदेखि म त यत्रो
लामो समयसम्म ध्यान गरेर साधना गरेर चाहिँ एकदम यत्रो ज्ञान प्राप्त भएको अरूको चित्त जान्नु सक्ने यत्रो ज्ञान भएको मान्छे त अब किन स्वर्ग नजाने भनेर उसले पनि जुरुक उठेर फल हानेछ त्यहाँबाट अनि ऊ चाहिँ तल खसेर मरेछ। त्यसो यसको मतलब चाहिँ के हो भन्दाखेरि त्योसँग सरोकार नि तपाईँले यहाँ छुए गर्दाखेरि पनि अलिकति नगेल आयो भनेदेखि अब म त मनी गर्ने मान्छे हो, अलिकति छुबा गर्ने मान्छे हो, उपर मासु बेचेर राख्दै गरेको मान्छे देख्यो भने ओ यिनीहरू त अब एकदम पापी हो, म चाहिँ धर्म त्यो हो भन्ने सोच आउने बित्तिकै तपाईँहरूले गरेको यो मनी गरेको चाहिँ केही फाइदा हुँदैन, एकैचोटि त्यसरी नाश भएर जान्छ। उनीहरूमाथि आज निङ्जे गुम्सी गरेर चाहिँ हो मैले सबै गरेको यो मनी चाहिँ यिनीहरूलाई काम लागेको छ है भनेर तपाईँमा त्यस्तो खालको चाहिँ भाव सोच आयो भनेदेखि अनि तपाईँले यहाँ दिनभरि मनी गरेको चाहिँ जीवनमा एकदम काम लागेर जानेछ। बुझ्नुभयो तपाईँहरूले? यदि यो सोच आएन र तपाईँमा चाहिँ एकदम अहङ्कार आयो नगेल आयो भने नि अनि के चिकचिकी भन्छ एक सेकेन्डमा चाहिँ हाम्रो आँखा चाहिँ छ नि क्लिक्क यसरी तर गरेर माथि उगारेको जतिकोमा चाहिँ अनि एकदम एकैचोटि चाहिँ हामीले जति सुकै कमाएको गेवा भयो भने एकैछिनमा त्यसरी चाहिँ नाश भएर जान्छ। त्यो लामाले जति ध्यान गरेर चाहिँ वर्षौँ ध्यान गरेर त्यसरी प्राप्त भएको उनको धर्म भनौँ कि ज्ञान पनि चाहिँ एकै सेकेन्डमा त्यसरी बितेर गएको हुन्छ है। त्यसो हुँदा तपाईँहरूले अब एकदम मान्छे चाहिँ छेउमा बन्नुपर्ने छ। हामीले चाहिँ अरूले गरोस् नगरोस् हामी आफैले चाहिँ धर्ममा एकदम श्रद्धा राखेर एकदम विश्वास गरेर चाहिँ छुए गर्नु। अहिले मैले भने तपाईँलाई दिक्पछि मिजासिङ गेवा फुन्छौँ सोपर्छ राङ्गिसम नि यौँ सुदुल दिने सङ्गीत तेम भएन भनेको चाहिँ कन्जुर तेन्जुर पढ्नु नपर्ने भएको छ। कन्जुर तेन्जुर यति कुरा जान्यो भने चाहिँ कन्जुर तेन्जुर पढ्नु नपर्ने। यो किन कन्जुर तेन्जुर चाहिँ त्यही भएको छ। के चाहिँ कन्जुर तेन्जुर रहेछ भन्दाखेरि त तपाईँको मनमा चाहिँ अब म कुनै पनि प्राणी चाहिँ मार्दैन है भन्ने सोच आयो भने चाहिँ त्यही चाहिँ कन्जुर हो, कन्जुर भएको छ। भगवान् बुद्धले भनेको वचन चाहिँ त्यो भएको छ नि त। त्यो भएर हामीले चाहिँ कन्जुर अलग्गै पढ्नुपर्ने, तेन्जुर अलग्गै पढ्नुपर्ने, दोमङ अलग्गै पढ्नुपर्ने भन्ने हामीले चाहिँ त्यस्तो सोचेर हिँड्छ नि त। अब कन्जुर तेन्जुर दोमङ भनेको चाहिँ के भएको छ भन्दाखेरि अब मेरो आफ्नो लाटो सोचले चाहिँ तपाईँ हाम्रो मनमा चाहिँ जुन यो धर्मको सोच चाहिँ जुन उत्पन्न भएर आयो कन्जुर चाहिँ त्यो भएको छ, तेन्जुर चाहिँ त्यो भएको छ भनेर बुझ्नुपर्छ है तपाईँहरूले। बुझ्नुभयो? त्यसो हुँदा अब हामी चाहिँ अहिले कस्तो खालको मान्छे, हाम्रो मन चाहिँ त्यस्तो भएको छैन, हाम्रो सोचहरू चाहिँ त्यहाँ पुगेको छैन। हामी चाहिँ एकदम सामान्य जन, सानो कुराले चाहिँ रिस उठ्छ, सानो कुराले चाहिँ खुसी हुन्छ, सानो कुराले चाहिँ हामीलाई चाहिँ राम्रो बनाइदिन्छ, सानो कुराले नराम्रो बनाइदिन्छ। अनि हामीले अब न्याम्लेम गर्ने भन्ने चाहिँ गोम भन्ने हुन्छ है। गोम भन्ने चाहिँ कस्तो हुनुपर्ने रहेछ भन्दाखेरि यसरी झुकझुक बस्ने त गोम त हो। अब तपाईँ हामीले छेउमा मान्छेले गोम भनेको चाहिँ के मर्छ भने यो प्राणी हिंसा नगर्ने भन्ने यसैमा पनि गोम मर्छ। यो सधैँ हामीले कोसिस गर्नुपर्छ है। हामीले चाहिँ ध्यान दिनुपर्ने भएको छ नगर्ने। मनमा नराम्रो सोच आयो भने नि तुरन्तै ध्यान दिने। अनि तपाईँ हामीले भन्छ नि समाजमा पनि अनि यस्तो गर्दै लग्यो कसैलाई पनि हानि नगर्ने भयो भने चाहिँ अनि मान्छे चाहिँ के हुने रहेछ भने साङ्गे चाहिँ त्यहाँ उत्पन्न भएर आउने भएको छ। त्यही त्यो सोचलाई चाहिँ साङ्गे भनेको छ। त्यो मनलाई, हाम्रो मन छ नि अहिले तपाईँको मन चाहिँ यदि तपाईँले चाहिँ यहाँ बस्दाखेरि कसैप्रति अब जस्तो कोही सुतेर बस्ने हुन्छ, यहाँ त सुत्नु सक्छ नि त अब झुकेर। तपाईँले मनी गर्दाखेरि कति सुत्यो होला, अब अहिले पनि कोही न कोही यसो सुतेन मात्रै। अब कोही सुतिराखेर बसिरहेछ भने कस्तो सुतेर बसिरहेछ त्यो खत्तम रहेछ, यहाँ आएर सुतेर बस्दै रहेछ भन्ने सोच्यो भने चाहिँ त्यहीले तपाईँको मिग्यो भइसक्यो। ओहो निङ्जे यहाँ आएर पनि उसले चाहिँ अब केही रोग पो छ कि न उसलाई केही समस्या पो परेर निन्द्रा लाग्यो हो कि मान्ने भनेर यस्तो सोच्यो भने त्यही चाहिँ के हो, त्यो त्यतिले फरक पार्ने छ है। एक सेकेन्डले धर्म र अधर्म हुने भनेको एक सेकेन्डले हुन्छ। अब यो तपाईँले चाहिँ यो उदाहरणले थाहा पाउँछ है तपाईँले। अनि ले भनेको कस्तो हुन्छ भने राम्रो र नराम्रो भनेको चाहिँ हाम्रो मनमा एउटा सोच फ्लिक्क आउँछ नि त अहिले, हो त्यसलाई भनेको है धर्म र अधर्म भनेर चाहिँ। अनि हाम्रो कामहरू पनि राम्रो हुने र नराम्रो हुने चाहिँ फ्लिक्क एउटा सेकेन्डले चाहिँ राम्रो हुने र नराम्रो हुने बनाउँछ। यो पहिला चाहिँ अब धेरै यो चाहिँ अब बुद्ध बोधिसत्वहरूको पालोमा चाहिँ अब मान्छेले भनेको चाहिँ हामीले गेवा गर्नुपर्छ, एकदम राम्रो काम गर्नुपर्छ, राम्रो गरेको फल चाहिँ राम्रो पाउँछ भनेको कसरी पाउँछ रे भन्दाखेरि अघि मैले तपाईँहरूलाई भने कोहीले धेरै दुःख गर्दाखेरि पनि चाहिँ उसले केही पाउनु सक्दैन, यहाँ गर्दा पनि हुँदैन, त्यहाँ गर्दा पनि त्यसलाई ले भनेको आफूले त्यस्तो ले साक्षी गरे उनीहरूले। पहिला एकजना अब प्राय मान्छेहरूले चाहिँ अब कुबेरहरूलाई यिनीहरूले धन माग्ने रहेछ नि त। अब एउटा कुन अब गणेशहरूलाई यस्तोहरूलाई चाहिँ धन माग्दाखेरि एकजना चाहिँ महादेवको एउटा चाहिँ उसको महादेवसँग हिँड्ने एउटा साथी रहेछ भनौँ, शिवजी रहेछ भनौँ, उसको चाहिँ अब नोकर जस्तो भनौँ कि शिवजी भनौँ न, शिवजी भने उसको सेवक सँगै हिँड्दा एकजना मान्छे चाहिँ धेरै वर्षदेखि चाहिँ गरिब भएर बच्चा परिवार पाल्नु नसकेर, त्यस्तो हुन्छ नि त हाम्रो समाजमा पनि, अब जे गर्दा पनि नआएर पैसा कमाउनु नसकेर बच्चा परिवार पाल्नु नसकेर दुखी भएर बसेको बेला चाहिँ
अनि उसको साथीले चाहिँ अथवा उसको सेवक शेवजीले चाहिँ महादेवलाई के भनेछ भने तपाईँसँग त यत्रो धन छ, महादेवले जे छुए पनि उसले चाहिँ सुन बनाएर दिने त्यस्तो शक्ति भएको हुनेछ उसँग चाहिँ। त्यस्तो हुँदाखेरि अनि उनलाई चाहिँ के हुनेछ भने तपाईँ त यस्तो शक्तिशाली मान्छे चाहिँ, यस्तो यो दुखी छ, यसलाई तपाईँले सहयोग गर्नुहोस् न, अलिकति केही दिनुहोस् न यसलाई चाहिँ भन्दाखेरि ल तिमीले भनिहाल्यो, खास त मैले त दिनु मन थिएन तर तिमीले भनिहाल्यो चाहिँ म दिइदिउँला नि त अब भनेर भनेछ। अनि उताबाट त्यो मान्छे चाहिँ वर्षौँ भइसक्यो, परिवार पनि पाल्नु सकेको छैन, एकदम दुखी छ, गरिब छ, बिहान खाऊ र बेलुका के खाउँ जस्तो, बेलुका खाएर भोलि के खाउँ त्यस्तो अवस्थामा भएको बेला अनि त्यो महादेवले चाहिँ यत्रो सुनको डल्लो चाहिँ बाटोमा लगेर खसाल राख्दैछ। त्यो मान्छे आइराखेको बाटोमा अनि त्यो मान्छेले केही अब मैले जे दुःख गर्दाखेरि पनि भएन, अब न केही पाउँछ कि भनेर चाहिँ बाटो माथि तल त्यो सबै बाटोतिर खोजेर आइराखेको छ। उसले चाहिँ आफू हिँडेको बाटोमा न केही पाउँछ कि, कसैले केही खसालेर राखेको छ कि, पैसाहरू खसालेर राखेको छ कि भनेर चाहिँ अनि त्यो बाटो खोजेर आउँछ। अनि त्यो महादेवको सहयोगीले चाहिँ तल यत्रो सुनको डल्लो चाहिँ ऊ आउँदाखेरि राख्छ, त्यहीँ बाटोमा खसालेर राख्छ। त्यो खसालेर राखेपछि अनि त्यो मान्छे छेउमा पुग्दाखेरि चाहिँ त्यो मान्छेको मनमा के आउँछ भन्दाखेरि म यत्रो टाढोदेखि बाटोमा यसरी खोजेर आउँदा त मैले केही पाएन, छैन रहेछ, अब माथि आकाशतिर पो केही देख्छ कि भनेर अनि यसो गरेर हिँड्छ ऊ त्यहाँ चाहिँ। अनि त्यो हिँड्दाखेरि अनि त्यो सुन चाहिँ उसले यसरी नागेर जान्छ। अब सुन त यत्रो बाटोमा डल्लो राखेको त्यो सुन चाहिँ यसरी नागेर जान्छ उसले चाहिँ। अनि गइसकेपछि महादेवले उसको शिष्यलाई भन्छ, देख्यो तिमीले अब यो चाहिँ कथा चाहिँ अब महादेवसँग जोडेदा पनि त्यसले के सिकाएको भन्दाखेरि चाहिँ आफूमा छैन भनेदेखि आफूले पहिला जन्ममा कमाएर राखेको सोनम भन्छ त्यसलाई चाहिँ, सोनम छैन भनेदेखि देख्दैन उसले चाहिँ। अनि त्यहाँ आउने बित्तिकै सुनको छेउमा आउने बित्तिकै उसको मनमा के आयो भने यहाँ बाटोमा त पाउँदैन रहेछ, अब माथितिर पो केही पाउँछ कि हो त्यसलाई चाहिँ। अनि उसको सोनमले चाहिँ त्यसरी चाहिँ छड्के पारिदिन्छ एकै सेकेन्डमा। हाम्रो मनमा पिलिक्क आउने सोचलाई गेउ कि लो र गेउको लो भने धर्मको सोच र अधर्मको सोच एक सेकेन्डमा आउनेले फरक पारेर लाने हो। त्यो भएर हामी जस्तो मान्छेले चाहिँ एकदम सबसब गर्नुपर्छ। यहाँ बस्दाखेरि बिहानदेखि बेलुकासम्म बस्दाखेरि मनी गर्दाखेरि कस्तो सोच आयो हामीलाई चाहिँ, ओ मलाई कतिचोटि राम्रो सोच आयो, हामीले थाहा पायो, एकचोटि थाहा पाउन सक्यो राम्रो सोच आएको, थाहा पाउनु सक्दैन हामीलाई चाहिँ। अनि आयो अब आज त मैले देखेन, यहाँ म एकजना साथीले यता बाहिर गएको थिएँ, तपाईँले हिजो खाना खाँदा कतिको भिड गर्यो त्यहाँ, हो बुढी आमाहरूले खाओस्, पहिला लामा नानीहरूले खाओस्, हो उनीहरूले खाओस् भयो सोच आयो। तल खाने बेला हिजो मैले भनेको कुरा त्यति बेला त्यहाँ आयो भनेदेखि अलिकति काम गरेको हो तपाईँलाई, त्यहाँ आएन भने केही काम गरेको छैन, हिजो सुन्यो त्यहीँ बिर्सिसक्यो। अनि त्यो तपाईँ हामीले गर्ने धर्म भनेको चाहिँ त्यस्तो हुन्छ, हामीले चाहिँ सुन्यो यहीँ छोडिदिन्छ, यो भित्रबाट तल पुगिसक्दाखेरि फेरि आफू कुदेर गइहाल्छ अगाडि चाहिँ कसरी खाउँ भनेर, त्यस्तो खालको सोचहरू भयो भने। अनि मैले धर्म प्रवचन गर्ने, मसँग अलिकति धर्म हाम्रो सुन्ने सानो ग्रुप छ, उहाँहरूलाई चाहिँ मैले के भन्छु भने धर्म गर्नु भनेको जस्तै हुन त अब छोटदेनमा जानु, कोरा गर्नु, ढोग्नु, कन्जुर पढाउनु, तेङ्जुर पढाउनु धेरै राम्रो कुरा हो, तर त्योभन्दा पनि राम्रो कुरा चाहिँ के हो भन्दाखेरि हाम्रो मन बनाउनु चाहिँ राम्रो कुरा हो। हाम्रो अहिले हामीसँग भएको मन चाहिँ हाम्रो मनमा के सोच्दै रहेछ त, अब त्यो तपाईँले तल खाना खाँदा म पहिला खानु पर्यो भन्ने सोच आयो कि तपाईँले मनी गरेको झुट हो, यो जुम्मा भार जान्छ। अब त्यत्तिकै मनी गरेको भनेर बसेको हामीमा गेउको लो धर्मको सोच आएको छैन, आएको हुँदैन है। तपाईँले यिनीहरू चाहिँ एकदम राम्रोसँग ख्याल गर्नुपर्छ। अनि अब यो गेउलो धर्मको सोच नआएर अनि तपाईँ हामीले चाहिँ कुकरमा कमाएर बस्यो भनेदेखि, अनि अघि मैले भनेको थिएँ नि त्यो धन सम्पत्ति पाउने ठाउँमा सुन भएको ठाउँमा आउँदा एकछिनमा सोच चाहिँ के आउँछ भन्दाखेरि, ओ यसो तपाईँले हेर्नु होला लेलुङ भन्ने चाहिँ केलाई भनेको नि हो, त्यसलाई चाहिँ भनेको है। ले कि लुङ भनेको कर्मको वायुले लखार्छ भनेको कारण चाहिँ के हो भन्दाखेरि हो त्यसलाई भनेको। तपाईँ हाम्रो मनमा जे कुरा आउँछ नि हो त्यसलाई चाहिँ भनेको, पछाडिबाट ठुलो हुरी बतास आएर उटुटुटु लगाएर लान्छ भने त्यस्तोलाई भनेको होइन। अनि त्यो सोच हामीमा धर्मको सोच नहुँदाखेरि अनि के हुने भएको छ भने तपाईँ हामी जहाँ गए पनि होइन त्यसले चाहिँ मान्छेको मृत्यु हुँदाखेरि कहिलेकाहीँ बडो विचित्र हुन्छ। तपाईँले देख्नुभयो होला, जो मान्छे मर्ने छ ऊ जानु नपर्ने ठाउँतिर त्यति गइदिएको हुन्छ, त्यो नपर्ने ठाउँमा गएर उसको मृत्यु कसरी हुन्छ भन्दाखेरि उसले त्यहाँ ठाउँमा जाउँ लागेर बसिरहेको हुन्छ। मनमा उसलाई चाहिँ आज म त त्यहाँ जानु पर्यो, यस्तो गर्नु पर्यो, यतातिर जानु पर्यो भन्ने मन हो। त्यसलाई चाहिँ कर्मको वायु भने कर्मको हावाले लगाएर ले कि लुङ भनेको चाहिँ त्यसलाई भनेको, बुझ्नुभयो? अलि राम्रोसँग ध्यान दिएर सुन्नुहोस् है। यसलाई चाहिँ लेलुङ भनेको केलाई भनेको छ त भन्दाखेरि तपाईँ हाम्रो मनमा चाहिँ फुत्ता अनावश्यक हुन्छ कहिलेकाहीँ, यतातिर जानु पर्यो, यस्तो गर्नु पर्यो, अनि त्यहाँ हुँदा एक्सिडेन्टहरू भइदिने, खुट्टाहरू भाँच्दिने, अनि त्यहाँ लडाइँ झगडाहरू भइदिने,
मान्छे मर्दिने त्यस्तो हुन्छ। कोही जानै नपर्ने ठाउँमा त्यतिकै गइराखेको हुन्छ र अनि त्यहाँ दुर्घटना मान्छे चाहिँ मर्छ। त्यसलाई किन भन्यो भने लेकी लुङ कर्मको वायुले चाहिँ एकदम लखाटेर ल्याएर आएको हुन्छ त्यसरी। अनि त्यति बेला चाहिँ तपाईँ हाम्रो हो त्यसलाई लेलुङ भनेको त्यसलाई भनेको भनेर बुझ्नुपर्छ। भने पहिला कस्तो भएछ भन्दाखेरि यो यिनीहरूले एकदम ध्यान दिएर सुन्नुहोस् है। तपाईँलाई मैले भनेको कुरा राम्रो भने त यो कुरा बुझ्नुभयो भने तपाईँले नि धर्म बुझ्छ अलिकति, नभए धर्म बुझ्दैन। अहिले तपाईँहरूले चाहिँ मानिलिउँ ल धर्म बुझ्छ भने तपाईँले कसरी धर्म बुझ्छ भन्दाखेरि हिजो तल तपाईँले चाहिँ मानिलिउँ कसै न कसैले चाहिँ 100-200 500 त पक्क पनि मनीमा स्यालदेव गरेको होला, अथवा त्यो नगरे तापनि ल 10,000 मनी चाहिँ जम्मा गरेर तल लेखाएको छ। आज के भयो त त्यसले? ओ हिजो मैले 10,000 मनी तल जम्मा गरिदियो अनि त्यसले चाहिँ मलाई यहाँ यसरी काम लाग्यो। ओ हिजो त्यो मनी जम्मा गरेर देखाउने छ, अहिले देखाउने छैन। तपाईँले धर्म भनेको केलाई भनेको त भनेर बुझ्नुपर्छ है। अनि मनी गर्ने भनेको के भनेको भन्दाखेरि मन राम्रो बनाउने भनेको। मनलाई चाहिँ अहिले हाम्रो मन चाहिँ के भने अघि बिहानदेखि यहाँ बस्दाखेरि तपाईँहरूले चाहिँ कतिचोटि सोच आयो, मेरो मनमा कस्तो सोच आयो, राम्रो सोच आयो कि नराम्रो सोच आयो, अहिले गर्नु सक्नुहुन्छ तपाईँहरूले? सबै थाहा छैन। त्यतिकै यहाँ हिँडिरहेको हुन्छ, बसिरहेको हुन्छ, दिन बितिसक्यो, अब थाहा हुँदैन। अहिलेसम्म जन्मेकोदेखि 50 वर्ष 60 वर्ष कोही 70 वर्ष पुग्यो होला, बितिसक्यो, अब थाहा हुँदैन हामीलाई चाहिँ। हो त्यसलाई हामी चाहिँ किन थाहा नपाएको? मनी गर्ने भनेको चाहिँ के हो भन्दा मनी भनेको त एक प्रकारको गोम हो। म आफूलाई थाहा पाउने, आफूलाई थाहा पाउने मानिस। जस्तो यहाँबाट तपाईँ यो स्वयम्भू पुग्दासम्म यहाँबाट बस चढ्यो, स्वयम्भू पुगिसक्यो, तर बाटोमा के सोच्यो थाहै हुँदैन हामीलाई चाहिँ। हामी किनभने एकदम मङ्पा भएर बसिराखेको छ, हामी चाहिँ अन्धकारमा छ, थाहा छैन। मनीहरू गर्दैन नि आउने सोच एकाग्र गर्दै 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 गऱ्यो भनेदेखि तपाईँले हेर्नुहोस् त एकछिन मान्छे यसो गरेर ध्यान गर्छु भनेर बस्यो भनेदेखि कि त्यो मान्छे निन्द्रा लाग्छ कि त्यसलाई विभिन्न सोचहरू आउँछ। अब गाह्रो यता यता ओ मन त यहाँ राख्नु पर्यो भनेको सक्दै नसक्ने रहेछ। मसँग ध्यान गर्ने मान्छेहरू प्रायः त्यसो हुन्छ, एकछिन सँगै राख्नु खोज्छु बस्दै बस्दैन भन्छ। अनि उसको कुरो यस्तो गरेर हिँडेको जस्तो लाग्छ उसलाई चाहिँ भन्छ। अनि ध्यान गर्दै गएपछि बिस्तारै त्यो त्यसरी गएको चाहिँ त होइन, तर उसले त्यो थाहा पाउनु चाहिँ धेरै ठुलो कुरा हो भन्ने उसलाई थाहा छैन। सधैँ चाहिँ त्यसरी गइराखेको हुन्छ, तर हामी चाहिँ एकदम अन्ध जस्तो अन्धकारमा बसेको हुनाले थाहा हुँदैन। अब एकछिन चाहिँ यसो बस्ने बित्तिकै मन चाहिँ त्यसरी थाहा हुँदै जान्छ। अनि मनी गर्ने भनेको चाहिँ त्यो थाहा हुनुको लागि मनी गरेको है हामीले चाहिँ। हाम्रो मन चाहिँ कसरी जाँदैछ, के हुँदैछ, नराम्रो कसरी आउँदैछ, राम्रो के रहेछ भनेर त्यो थाहा पाउनुको लागि चाहिँ मनी गरेको हो। नभएदेखि यतिको मानिपेमु गर भने तपाईँले अत्तो पत्तो हुँदैन, त्यतिकै समय चाहिँ बितिसकेको हुन्छ। अनि हामीमा धर्मको सोच चाहिँ पटक्कै आएको हुँदैन, धर्मको सोच चाहिँ पटक्कै उत्पन्न भएर बसेको हुँदैन। धर्मको सोच उत्पन्न भएन भनेदेखि अनि तपाईँ हामीलाई होप्पा अब मर्ने बेला आउँछ। अहिले जस्तो यहाँ हामी सबै यतिजना छ, अब कतिजना होला अहिले हामी अहिले मऱ्यो भनेदेखि मर्नु तयार छौँ भने हामी छ त, हामीलाई छैन। हामी सबै मर्ने बेला भरे डर लाग्छ। किन भन्दाखेरि हामीले चाहिँ राम्रोसँग हामीले चाहिँ धर्म गर्नु सकेको छैन र हामीले हाम्रो मनलाई चिन्नु सकेको छैन। मनलाई चिन्नु नसकेको हुनाले अनि हामी चाहिँ अहिले के हुन्छ, मर्ने बेला हामीले तुरन्त डर लाग्छ। अब हामी मर्नु चाहँदैन है। त्यसो हुँदा त्यो मर्ने चाहिँ फेरि कसैले बचाउन सक्दा भन्दा बचाउन सक्दैन। बचाउनु चाहिँ कतिखेर सक्ने भएको छ भन्दाखेरि अघि मैले भनेको थिएँ नि तपाईँको त्यो खुट्टा यसरी नागेर जाने जुन सोच आउँदा माथि हेर्ने सोच आयो नि, त्यो सोचलाई थाहा पाउन सक्यो भने त्यसले चाहिँ बचाउने भएको छ हामीलाई चाहिँ। नभए तपाईँ हामीलाई चाहिँ मृत्युलाई चाहिँ कसैले बचाउन सक्दैन। पहिला के भएछ भने एकजना चाहिँ राजा रहेछ। अब राजा चाहिँ अब एकदम शक्तिशाली राजा भएको छ त्यो बेला। त्यो बेला चाहिँ मान्छे लिनुलाई तपाईँहरूले पनि सुन्नु भएको होला, मान्छे चाहिँ यमराज चाहिँ सिधै लिनु आउँथ्यो अरे। अब पछि चाहिँ अब त्यसको कहानी छ किन यमराज अहिले चाहिँ नदेख्ने भन्दा पहिला चाहिँ ल अब कपाल फुल्यो भने चाहिँ चिठी आयो, अनि यति दिनपछि चाहिँ यमराज सिधै आएर अब यति दिनपछि चाहिँ तिमी मर्छ है, तिमी मैले लिनु आउँछ भनेर भन्ने भएको हुनाले चाहिँ सिधै आउने भएको छ पहिला चाहिँ। अनि एउटा राजालाई चाहिँ यमराजको दूतले चाहिँ के भनेछ भने अब राजाको छेउमा आएर चाहिँ अब 24 घन्टाभित्र चाहिँ म तिमीलाई लिनु आउँछु राजालाई। अब तिमी चाहिँ मर्नुपर्छ, अब 24 घन्टापछि मर्नुपर्छ, त 24 घन्टामा म चाहिँ लिनु आउँछु है भनेर उसलाई चाहिँ सूचना दिएर ऊ हिँडेछ यमराज चाहिँ। हिँडिसकेपछि अब राजा तपाईँ हामी जस्तै त अनि मान्छे चाहिँ मर्नु चाहँदैन, नमर्नु चाहने रहेछ। नमर्नु चाहने भएपछि अनि के भएछ हो भन्दाखेरि सबै उसको चाहिँ मान्छेहरू सबै बोलाएर चाहिँ उसको छेउछेउमा भएको मन्त्रीदेखि कर्मचारी सबैसँग बोलाएर उसले चाहिँ सल्लाह गरेछ। अब म त मर्नु मन छैन, अब 24 घन्टाभित्र 24 घन्टामा चाहिँ मर्छ भने के गर्ने भन्दाखेरि अनि उसले चाहिँ सबैले धेरै सल्लाहहरू दियो। कोहीले बाकसभित्र लुक भनेर सल्लाह दियो, कोहीले घरभित्र लुक भनेर सल्लाह दियो, कोहीले धेरै सल्लाहहरू दियो। तर एकजनाले चाहिँ के भनेछ भने होइन, अब त्यो यमराजको दूतले चाहिँ तपाईँ यहाँ हुनुहुन्छ भनेर थाहा छ, अब यो ठाउँमा त जहाँ लुग्यो पनि उसले यहीँ लिनु आउँछ
बरु हामीसँग 24 घण्टाको टाइम छ अहिले 24 घण्टाको टाइम भएको हुनाले हामी चाहिँ अहिले नै भागेर जाउँ अब यहाँबाट हाम्रो जति पनि यो के भन्छ राज्य छ हाम्रो तपाईको राज्य जति ठुलो छ त्यसको पारी हामी भागेर गयो भनेदेखि अनि त्यसले चाहिँ त्यहाँ लिन आउनु सक्दैन भनेर भनेपछि ओ यो मान्छेले सही सल्लाह दियो अब हामी यहाँबाट चाहिँ भागेर जाउँ भनेर अनि पुरै त्यहाँबाट चाहिँ उनीहरू चाहिँ तुरन्तै भागेर गएछ घोडाहरू लिएर सारा 24 घण्टा लिएर भागेर गइसकेपछि अनि उसको देशको उसको राज्यको चाहिँ बोर्डर तरेर अलिकति परका चाहिँ ठुलो पिपलको रुख रहेछ त्यहाँ मुनि चाहिँ ल अब हो हामी बोर्डर तरेर यहाँ पुग्यो भने समय ठ्याक्क भएछ अब 24 घण्टामा पारी तरिसकेपछि एकदम खुसी भएर अनि उनीहरू सबै चाहिँ त्यो रुखमुनि यसरी बस्दाखेरि अनि त्यो अघि बिहान लिन आउँछु भने 24 घण्टामा लिन आउँछु भनेको मान्छे ठ्याक्कै त्यहीँ उसको अगाडि उभिएर ओ तपाईँलाई चाहिँ मैले यहीँबाट लानुपर्ने थियो ओ तपाईँ यहाँ एकदम आइदियो धन्यवाद भने राजा त्यही मरेको चाहिँ इतिहास छ यसको किनकि ले कि लुङ भनेको कर्मको वायुले चाहिँ मृत्यु हुँदाखेरि त्यसरी लखाटेर लान्छ त्यसो गर्नु तपाईँ हामीले अहिले एकदम राम्रोसँग छोय गर्नुपर्छ एउटा पनि समय खेर नगलिकन धर्म गर्नुपर्छ भने त्यति बेला काम लाग्ने चाहिँ अनि तपाईँले कमाएर राखेको धन सम्पत्तिले चाहिँ काम लाग्दैन तपाईको अगाडि सयौं मान्छेहरू उसको जति मान्छे बन्दुक बोकेर बस्यो नि काम लाग्दैन अनि त्यो बेला काम लाग्ने चाहिँ के हो भन्दाखेरि अहिले ओमाने पेमे हुँ भनेर जपेर राखेको चाहिँ काम लाग्छ अनि त्यो ओमाने पेमे हुँ जपेको चाहिँ कसरी काम लाग्छ भन्दा अहिले साँच्चीकै धर्मको सोच बनाएर गरेको छ भने काम लाग्छ अब त्यतिकै आएर यसो शुद्धै ओमाने पेमे हुँ भन्यो उता गर्यो उता के कति बज्यो भन्यो खाना खाने टाइम भएछ भन्यो हेर्यो यस्तोहरू गर्यो चाहिँ त्यतिकै हो तिनीहरू चाहिँ खासै काम लाग्दैन है अब शरीर त यसो बसिराखेको छ अनि काम लाग्दैन आई भरे एकछिनमा ढाड दुख्दै जान्छ टाउको दुख्दै जान्छ उसलाई नदुख्नेहरू पनि दुख्दै आउँछ अब यिनीहरू चाहिँ केही काम लाग्दैन तपाईँले हामी धर्मको सोच नभएको हुनाले चाहिँ अनि त्यतिकै आएर बसेको अनि अलि यहाँ गर्मी भयो भने नि उता त हावा खान जानु पर्यो भन्ने सोच हुन्छ अनि हामीमा यस्तो सोचहरू आउँदैन है यो धर्मको सोच चाहिँ अनि अहिले यो बसिन्छ तपाईँले मनी गरेको भए पनि ढोगे तापनि पेजा पढाए तापनि जे गरे तापनि के को लागि गर्नु हो भन्ने चाहिँ थाहा हुनुपर्छ है तपाईहरुले के को लागि गर्यो भने हाम्रो त्यो मन चाहिँ बनाउनुको लागि मन चाहिँ एकदम सफा अनि ज्याम यिङजे चङजुगेसम भन्छ बुद्ध धर्मको चाहिँ एकदम सार भनेको हाम्रो के हुनुपर्छ भने ज्याम यिङजे चङजुगेसम भनेको हामी चाहिँ एकदम सबैलाई मैत्री भाव राख्न सक्नुपर्छ हामीले चाहिँ सबैप्रति मैत्री भाव हुनुपर्छ अनि यिङजे भनेको सबैलाई दया भाव हुनुपर्छ सेमचेन जस्तो भए पनि आफ्नोलाई दया गर्ने अर्कोलाई नगर्ने भने सबैले दया भाव राख्नुपर्छ जम यिङजे चङजुगेसम त्यो भयो भने हामीमा चाहिँ बोधिचित्त उत्पन्न हुन्छ चङजुगेसम भनेको मेरो र तेरो भन्ने नभएको खालको सोच हुनुपर्छ है यो मेरोलाई राम्रो गर्ने उसकोलाई राम्रो नगर्ने अन्तिममा के भने आफूलाई आफ्नै दुश्मन आफूलाई सयौं चोटी दुःख दिएको मान्छेलाई भए पनि ओहो उलाई राम्रो होस् भन्ने सोच आयो भने हो त्यसलाई चाहिँ चङजुसेम भयो भनेर भनेको अब तपाईँ हामी जस्तोलाई चाहिँ चङजुसेम भएन सानो कुराले रिस उठाउनेले पनि तपाईँ हामीले चाहिँ कहिले पनि उसलाई चाहिँ हामीले चाहिँ त्यस्तो गर्नु सक्दैन उसलाई चाहिँ सहयोगहरू गर्न सक्दैन त्यसो हुँदा सारमा हिजो र आजमा हामीले के सिक्यौं भनेर तपाईले मान्छेले यसो सोध्यो भने हामीले के सिक्यौं त भन्ने चाहिँ ए निगेव चु भन्ने चाहिँ 10 प्रकारको अकुशल कर्म भन्ने चाहिँ सधैँ हामीले त्याग्नु पर्ने रहेछ है भन्ने कुरा चाहिँ अलि तपाईले बुझेर राख्नुस् है बुझ्नुभयो अनि सक्यो भने चाहिँ छेसङ दुईसङ अथवा छेजु न्यर्ङ अब छेबा चु निसुङ नमगङ छेबा चोङमा चाहिँ ओ म मासुहरू नखाने भनेर एकदम संकल्प गरेर त्यो दिन चाहिँ तपाईले छोड्नु होला मासुहरू है रक्सीहरू त खानै नखानु होला अब तपाईले नखानु भन्दा भरे बेलुकै गएर खानेहरू टन्नै होला यहाँ हैन तर चाहिँ सक्यो भने नखानु होला है यिनीहरूले एकदम तपाईलाई चाहिँ गलत बाटोमा लान्छ अनि छ्याङ रक्सी सिगरेट बिडी यिनीहरू सबै नखानु होला नभए चाहिँ यहाँ गयो भरे गएर छ्याङ खायो अनि उता हल्लेर उलाई करायो उसँग लड्यो कोही बुढीसँग लड्यो बुढी बुढासँग लड्यो यसो गरेर बस्यो भने तिनीहरूको केही अर्थ हुँदैन है मलाई एकजना पहिला हाम्रो साथीले एकजनाले भन्दै थियो उसको बाउ चाहिँ बिहानै के अरे मनी गरेर आउँदै थियो बौद्धमा अनि उसको साथीले मलाई के भन्यो भने यो झुट हो यो बेकारमा घरमा चाहिँ आमालाई बेसरी कुट्छ अनि त्यहाँ गएर माने पनि देखाएर घुम्छ तिनीहरू साँच्चीकै हो नि तपाईँलाई घरमा चाहिँ आफ्नो श्रीमतीलाई एकदम नराम्रोसँग कुट्ने लडाइँ गर्ने झगडा गर्ने अथवा श्रीमान भाउने श्रीमानसँग लड्ने अनि बौद्ध चाहिँ यसरी घुमेर बसेर केही काम हुँदैन घरमा एकदम घर भनेको चाहिँ स्वर्ग जस्तो बनाउनुपर्छ है नभए यो घर चाहिँ नर्क हुन्छ तपाईँ इँटाको दिवालभित्र लगाएको भित्र लडाइँ गरेर भाँडो कुँडो यता फाल्यो उता फाल्यो तोतो भन्यो थुक्का थुक गर्यो अनि के हो त्यो नर्क बनाएर बसेको तपाईँ छेवा होइन है कोही पनि सो त्यो राक्षस जस्तो हुन्छ नि त्यहाँ चाहिँ एकले अर्का देख्दाखेरि एकदम हेर्दाखेरि पनि रिस भएको यता हेर्दाखेरि काटौँ मारौँ जस्तो गरेर बस्नेहरू अनि त्यो भरे अनि आमा दिदी भाइ नि कपाल पनि सँगाएर सिँगी गरेर छोड्यो भने के देख्छ मान्छेले त्यहाँ चाहिँ ओहो भन्ने देख्छ है त्यो धर्म चाहिँ एकदम बुझ्नुपर्छ है राम्रोसँग छोय गर्ने तरिका जान्नुपर्छ छोय
गर्ने तरिका जानेन भने तपाईँले जे गरे पनि हुन्छ। जस्तो यहाँ चाहिँ तपाईँहरू मानिले हामीले चाहिँ के गर्छ उमाने पेमा जाँदा अवलोकितेश्वर कुन एउटा अवलोकितेश्वर चाहिँ के छ भने छक्तोङ चेन्तोङ भन्छ उहाँको चाहिँ। अब 1000वटा हात 1000वटा आँखा छ। त्यो 1000वटा हात र आँखा भएको मान्छे यहाँबाट पसेर आयो भने के गर्छ तपाईँहरू सब भागेर जान्छ यहाँबाट भाग गरेर। किन हामीले के जपिरहेछ भने थाहा छैन, के जप्दैछ भने पनि थाहा छैन। त 1000 आँखा भएको मान्छे र 1000 हात भएको मान्छे यहाँ एकजना लिङ पसेर आयो भने के गर्नु तपाईँहरू? ओहो ओ चिङ्रे चाहिँ यहाँ पालेछ भने खुट्टामा ढोक्छ, सबै फलान्छ होला सायद यहाँबाट चाहिँ तर्सेर। किनभने हामीले धर्म गर्न जानेको छैन। अहिले त्यतिकै आएर यहाँ उमाने पेमा भनेर बस्यो। यिनीहरू साँच्चै जान्नुपर्छ है तपाईँ हामीले है, राम्रोसँग बुझ्नुपर्छ। मैले के गर्दैछ भने चाहिँ थाहा हुनुपर्छ है। त्यो थाहा भएन भने अन्धकार भनेर चाहिँ त्यसलाई भनेको है। लसो त्यो भएर यो 2 दिनमा मैले जे भने अब मैले जानी नजानी तपाईँहरूलाई, तर यो कुरा तपाईँले जीवनमा अलिकति सोच्यो भने काम लाग्नु सक्छ तपाईँलाई चाहिँ है। अब आजबाट तपाईँहरूले चाहिँ छ्याङखा र घरमा झगडा गऱ्यो भनेदेखि तपाईँले आफैले के ठान्नुहोस् भने ओ म त मान्छे फटार छ भनेर बुझ्नुपर्छ है। म मान्छे खराब रहेछ, ओ मैले दिनभरि आएको मनी गरेको त के काम लाग्यो त, काम छैन रहेछ भनेर आफैले अब रङ आफ्नो क्यों आफूले हेर्नुपर्छ है। आफ्नो गल्ती चाहिँ आफैले हेर्नु सक्नुपर्छ छोइ गर्ने मान्छेले चाहिँ, नभए केही छोइ गरेको धर्म गरेको होइन भनेर बुझ्नुपर्छ है। लसोला हो अब 1 मिनट फेरि एकदम सिधा बसेर ल ध्यान गर्नुहोस् है तपाईँहरूले। अहिले मैले सुरुमा गराएन किनभने आज चाहिँ अब अन्तिममा गरौँ भनेर 1 मिनट। अनि यहाँ तपाईँले भोलि भरेतिर मनी गर्दा जे गर्दाखेरि पनि सम्म एकदम सङ्बो गरेर अहिले मैले भने पहिला आफ्नो जीवनमा अलिअलि गरेको कुकर्महरू नराम्रो पापहरू छ भने सबै राम्रोसँग धोएर सफा होस् भन्ने मनले चाहिँ राम्रोसँग गोम गर्नुहोस् है। लस होला लसो सोनमदे थमजे sekbanye tobne nyembe danom pamjene gega na chembal thumba yesimbe chole ndo wara sho changjo samjo rembor maje banam genjuran she geba nyamba memba yangone gondo belwara sho balde lame shabe demba dan khanyam yongla deje jongwa tashe male chosa devjane nyodo sanje sala gombara sho होला सो तपाईहरु सबैलाई टेस्टले धन्यवाद है। अब तपाईले सुनिदिनु भयो।